मङ्सिर महिनाको शुक्ल पक्षको एकादशी मोक्षदा एकादशी हो। भगवान श्रीकृष्णले गीतालाई गायन गर्नुभएको हुनाले यो गीता जयन्ती पनि हो। मार्गशीर्ष महिनामा पर्ने शुक्ल पक्षको एकादशी कहिले पर्दछ, यो मोक्षदा एकादशी, यसको तिथिमिति कहिले हो, व्रत कहिले गर्ने अनि यस दिन गरिने व्रत भक्ति पूजा उपासना आराधनाहरूको बारेमा पनि हामी यस भिडियो मार्फतबाट कुराकानी गर्न गइरहेका छौँ। 2082 साल मङ्सिर महिनाको 15 गते सोमबार पर्छ। 2025 डिसेम्बर 1 तारिकका दिन मोक्षदा एकादशी गीता जयन्ती हामी मनाउँदैछौँ र एकादशीको व्रत यसै दिन गर्दैछौँ। एकै दिन रहेको पनि हामी जानकारी गराउँछौँ र अमेरिका, क्यानाडा आदि गरेका देशमा हुनेहरूले भने त्यहाँ स्मार्तानम एकादशी रहेको छ र वैष्णवानम एकादशी रहेको छ। यस कारणले गर्दा हजुरहरूले पनि 1 डिसेम्बरकै दिन एकादशीको व्रत गर्नुभयो भने शुद्ध एकादशी रहनेछ, त्रिस्पृश एकादशी रहनेछ अमेरिका क्यानाडामा। त्यसैले 1 डिसेम्बरका दिन 2025 का दिन नै एकादशीको व्रत गर्नुहुनेछ। र हाम्रा कुलमा हाम्रा पूर्वजहरूले पनि यस्तो चाह राखेका हुन्छन्, हाम्रो कुलमा पनि एउटा एकादशीको व्रत गर्ने जन्मियोस्, वैष्णव जन्मियोस्, भगवानको भक्त जन्मियोस्, एकादशीको व्रत गरोस् भन्ने चाहन्छन्। यस कारणले गर्दा पनि यो मोक्षदा एकादशी सबैको लागि हो। तर सबैका पूर्वजहरूलाई तारेर हामीले आफ्नो आत्मकल्याण पनि गर्नु छ। अब यस दिन के गर्ने भन्दा सर्वप्रथम बिहान उठेर स्नान गर्ने। हामीले प्रत्येक भिडियोमा भन्ने गरेका छौँ, एकादशीको अघिल्लो दिन नै पवित्र रहने, सकेसम्म लसुन प्याज माछा मासु दशमीकै दिनबाट परित्याग गरिदिनु पर्दछ र शुद्ध भोजन गरेर सकेसम्म एक छाक रोटी खानु भन्छ बेलुका, नभए पनि भोजनै ग्रहण गर्नुभयो भने पनि छिटै भोजन ग्रहण गरेर एकादशीका दिन व्रत गर्नको लागि बिहान स्नान गर्ने। पवित्र नदीहरू भेलियो भने नदीहरूमा स्नान गर्ने, नहुँदाखेरि घरैमा सम्पूर्ण तीर्थ नदीहरूलाई सम्झेर स्नान गर्ने। म गङ्गाको जलले, गण्डकीको जलले, कौशिकीको जलले, कन्काईको जलले, जहाँ जहाँ हजुरहरूको श्रद्धा थियो पुग्नुहुन्थ्यो तिनै जलहरूले मोक्षदा एकादशीको स्नान गर्दैछु भनेर कपडाहरू शुद्ध धारण गर्ने। भगवानको अगाडि गएर आफ्ना नित्य पूजाहरू सबै गर्ने, दियो बालेर कलशमा जलहरू राखेर दियो कलश गणेश आफ्ना जो छन् सबैको पूजा गर्ने। अनि सालग्राम भगवान, लड्डु गोपालहरू, रामजी हुनुहुन्छ, हनुमानजी हुनुहुन्छ। अनि सोमबार परेको हुनाले सोमबारी एकादशी पनि हो। भगवान शिवजीको पनि विशेष भक्ति पूजा आराधना गर्ने। भगवान शिवजीलाई बिल्वपत्र अनि भगवान सालग्रामलाई, लड्डु गोपाललाई तुलसी पत्र अथवा तुलसीका मन्जरीहरूले पूजा गर्नु। पद्मनाभ भगवानको अथवा ओम केशव भगवानको, नारायण भगवानको, गोविन्द भगवानको, दामोदर भगवानको, तुलसी दामोदर भगवानलाई सम्झेर तुलसीका पात नभए तुलसीको माथि जुन हुन्छ मन्जरी, त्यो मन्जरी पुष्पद्वारा भगवानलाई टच गराउनाले, भगवानलाई स्पर्श गराउनाले यो एकादशीका दिन भगवान अति प्रसन्न हुनुहुन्छ र भगवानलाई नै कामना गर्ने। हाम्रा पूर्वजहरूको लागि सद्गति दिनुहोला, हाम्रो लागि पनि भक्तिभाव प्रदान गरिदिनु होला, सबै मनोकामनाहरू परिपूर्ण होस् भनेर भगवानलाई तुलसी मन्जरी, तुलसी पत्रले सालग्राम, लड्डु गोपाल, रामजी, हनुमानजी सबैलाई स्पर्श गराउने र विष्णु सहस्रनाम, गोपाल सहस्रनाम आदि इत्यादिका पाठहरू गर्ने। ओम नमो भगवते वासुदेव आदि गरेका मन्त्रहरूको जाप गर्ने। समय कतिखेर निस्किन्छ त्यसरी र यसरी भगवानको सेवा पूजा र आराधना गर्ने, कपुर आरतीहरू गर्ने। घरमा शङ्ख, दाहिने शङ्ख छ भने शङ्खमा जल, दुध, पञ्चामृतहरू राखेर शालिग्राम गोपालजीहरूको सेवा गर्ने, आफ्नो श्रद्धा बढाउने के मोक्षदा एकादशी हो। कति राम्रो देखिन्छ। अनि यस्तो प्रकारले भगवानको सेवा पूजा आराधना गरे पछाडि अनि गीता जयन्ती हो। श्रीमद् भगवत गीताको गायन भगवानले यसै दिन गर्नुभएको थियो, मार्गशीर्ष महिनाको शुक्ल पक्षको एकादशी। कति राम्रो दिन छ, किनभने गीता पनि मोक्ष शास्त्र हो। श्रीकृष्णले गीता गाउनुभयो, गीता भगवान कृष्णको डाइलेग हो। अर्जुनलाई युद्ध क्षेत्रमा युद्धदेखि विमुख भइरहेका थिए, भगवान नै सबै निमित्त कारण हुनुहुन्छ। अर्जुन विमुख भइरहेको बेलामा यही गीताको ज्ञानले 18 अध्याय छन्, 700 श्लोक छन्। त यो 18 अध्याय 700 श्लोकको गीताको ज्ञानले अर्जुन युद्ध मैदानमा तयार भएका थिए। म त निमित्त मात्रै रहेछु भनेर युद्धको लागि तयार भएका थिए। त्यसैले यो श्रीमद् भगवत गीताभित्र त ज्ञान त अथाह नै छ र मोक्ष शास्त्र पनि हो है श्रीमद् भगवत गीता। किनभने यो ज्ञानलाई फलो गर्नाले, गीताको ज्ञानलाई अनुसरण गर्नाले ब्रह्माण्डमा कुनै धरतीमा बसे पनि मोक्ष प्राप्त गर्दछ, त्यति ज्ञान भरिएको छ। त्यसैले मोक्ष शास्त्र भएको हुनाले भगवानले पनि मोक्षदा एकादशीकै दिन यो गीतालाई ज्ञान गर्नुभयो। यस्तो पवित्र दिनमा प्रकट भएको छ। यस कारणले गर्दा श्रीमद् भगवत गीताको पुस्तक त हाम्रो घरमा हुनै पर्छ। छैन भने 2 दिन अगाडि किनेर लिएर आउने, 1 दिन अगाडि किनेर लिएर आउने,
अनि श्रीमद् भगवत गीताको पुस्तकलाई, श्रीकृष्णको त्यो ज्ञानलाई, पुस्तकलाई भगवानको अगाडि राखेर चन्दन फूल तिलले पूजा गरिदिने। अनि त्यस पछाडि गएर अगाडि त्वमेव मातादेखि लिएर एक अध्याय 16 अध्याय 18 अध्याय 11 अध्याय जति हुन्छ त्यो पाठ गर्ने, आफूले पनि एक दुईवटा श्लोकहरू गाउने, उच्चारण गर्ने, नेपालीमा छन् नेपालीमा पढ्ने। श्रीमद् भगवत गीताको पुस्तकहरू यस दिन हामीले दान गर्न सक्दछौँ। हाम्रा पूर्वजहरूको नाममा हामीलाई कहाँ इच्छा लागेको छ, गुरुकुल छन्, कहीँ दिने पनि ठाउँ छ, कोही पढ्ने पात्रहरू छन् भने नभए हामीले आफै श्रीमद् भगवत गीताको पाठ पारायणहरू गर्ने, घरमा गीताको पुस्तकको ज्ञान गर्ने र त्यस पछाडि त्यस्ता पवित्र ठाउँ गुरुकुलहरू छन् भने बटुकहरूलाई हामीले गीताहरू प्रदान गरिदिन सक्छौँ। गीतामा तिल राखेर, गीतामा केही भेटी पैसाहरू राखेर सबैको परिपूर्णताको लागि केही पैसा त्यहाँ 11, 21, 51 जति राखेर हुन्छ हामीले ल यति पुस्तक दान गर्छौँ भनेर भन्न पनि सक्नुहुनेछ आफ्नो श्रद्धाले। र पहिला चन्दनहरू भगवानको चाहिँ जहाँ निधारको भाग हुन्छ, माथा हुन्छ, त्यहाँ गएर पहेँला चन्दनहरू लगाइदिने। तुलसी पत्रको जुन डन्ठल छ, त्यो हाँगो छ, त्यो हाँगो चन्दन चोबेर भगवानलाई लगाइदिनाले अति प्रसन्न हुनेछ। यो मङ्सिर महिनामा सद्गति समृद्धि सबैको मिल्नेछ। त यसरी श्रद्धा भक्ति गर्ने, तुलसी महारानीको सेवा गर्ने, तुलसीलाई थोरै जल दिने, तुलसीको मठलाई परिक्रमा गर्ने। त्यस पछाडि बेलुका सन्ध्यामा पनि भगवानको अगाडि दीपदान गर्ने, तुलसीको मठमा दीपदान गर्ने। मठ हुनेहरूले नहुनेहरूले भगवानकै अगाडि दान गर्ने। दिउँसो फलाहारहरू ग्रहण गर्ने, कन्दमूल दुध फलाहारहरू ग्रहण गर्ने। व्रत बस्नेहरूले व्रत बसेर आफ्नो कल्याण र पूर्वजहरूको पनि उद्धार चाहनेहरूले, व्रत गर्न नसक्नेहरूले पनि चोखो निधो रहेर भक्तिभाव गएर पूजा गर्ने। सकेसम्म एकादशीको व्रत गर्नुभयो भने मनुष्य जीवन पनि सार्थक हुन्छ। भोलि पर्सि रोग लागेपछि, थला परेपछि हामीले यत्रो धेरै कठोर व्रतहरू गर्न सक्दैनौँ। त भगवानका चरण कमलमा भक्ति, सम्पूर्ण हामी भगवत